सबैजनालाई नमस्कार, गुड मर्निङ, शुभ बिहानी भन्न चाहन्छु। अहिले 6:30 हुँदैछ। हामी चाहिँ मर्निङ वाकसँगै यो बालाजुमा रहेको 22 धारामा चाहिँ यो गेटबाट भित्र प्रवेश गर्दैछौँ। यहाँको तपाईँको धार्मिक आस्था र यहाँको चाहिँ यसो दृश्यहरू देखाउन चाहन्छु हजुरहरूलाई। यहाँ चाहिँ एकदम हेर्नुहोस् त, यो काठमाडौँको चाहिँ यो कोलाहल, यो चाहिँ एकदम चाहिँ धुलो धुवाँमा चाहिँ रहेको यो चाहिँ बालाजुको 22 धारामा यति सुन्दर सफा दृश्य, यो चाहिँ स्वच्छ हावा, यी सुन्दर दृश्य, फुल फुलेका छन्, एकदम चाहिँ यति सजिएका छन्, यति राम्रो, यति हरियाली छ कि अब तपाईँलाई चाहिँ म देखाउन चाहन्छु। ल हेर्नुहोस् है त, यहाँको धार्मिक आस्था पनि हजुरलाई यसो जानकारी गराउन चाहन्छु। यहाँ चाहिँ के रहेको छ भन्दाखेरिमा यहाँ चाहिँ मुख्यतः 22वटा ढुङ्गाबाट निर्मित ढुङ्गेधारा रहेको छन्, जसको पवित्र मानिन्छ। विशेष गरी जनैपुरीमा रक्षाबन्धनको दिन यहाँ स्नान गर्दा पाप पखालिन्छ भन्ने विश्वास रहेको छ। परम्परा हिन्दू धर्मको पवित्र स्नानसँग जोडिएको छ। यो 22 धारा चाहिँ तपाईँको विष्णु भगवानसँग सम्बन्धित रहेको पनि छ। हेर्नुहोस् त, रङ्गीचङ्गी है, माछाहरू पनि एकदम कलरफुल रङ्गीचङ्गी रहेका छन्। यहाँ चाहिँ विभिन्न चाहिँ पोखरीमा विभिन्न प्रकारका माछाहरू राखिएका छन्, पालन गरिएका छन्। हेर्नुहोस् त, कति सुन्दर दृश्य छ है। यहाँ चाहिँ हेर्नुहोस् कति सुन्दर दृश्य, कति चाहिँ बोट बिरुवाहरू एकदम चाहिँ सजाइएका छन्। यहाँ चाहिँ एकदम काटछाट गरेर हरियाली बनाइएका छन्। यो चाहिँ 22 धारामा रहेका धाराहरूमा भगवान विष्णुको प्रतीक मानिन्छ। यहाँको पानीलाई पवित्र मानिने कारण यही धार्मिक विश्वास रहेको छ। मेला र पूजा भने हरेक वर्ष जनैपुरीमा यहाँ ठुलो मेला लाग्दछ, जुन चाहिँ मानिसहरू टाढा टाढाबाट आएर स्नान पूजा दर्शन गर्दछन्। जुन आस्था रहेको छ कि तपाईँको यहाँ स्नान गर्दा रोग निको हुन्छ र पाप नष्ट हुन्छ भन्ने धार्मिक आस्था पनि रहेको छ भन्ने मान्यता छ। ल हेर्नुहोस्, ठुल्ठुला रुखहरू होइन, हरियाली एकदम स्वच्छ सफा, कति राम्रो दृश्य छ क्या यतातिर है। बालाजुतिर पनि हजुर तपाईँ नजिक पर्नुहुन्छ भने आउनु होला। र चाहिँ यहाँ 22 धारा मल्लकाल राजा प्रताप मल्लको समयमा बनाइएको भन्ने छ। यो चाहिँ बनाइएको हो, त्यसैले यसको धार्मिक र सांस्कृतिक मूल्य धेरै पुरानो छ। हेर्नुहोस्, गन्दैछु है, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 यता रहेको छ एउटा ठुलो 22। यहाँ स्नान गर्दा रोग निको हुन्छ र रोग पाप नष्ट हुन्छ भन्ने सामान्य मान्यता रहेको छ। यहाँ चाहिँ हरेक प्रकारकाहरू चाहिँ रोग व्यथा, यो चाहिँ तपाईँको लुतोहरू चाहिँ लाग्दैन, छाला सम्बन्धीको रोग लाग्दैन भन्ने पनि छ। र चाहिँ पाप पनि यहाँ स्नान गर्नाले चाहिँ पाप नष्ट हुने भन्ने पनि धार्मिक आस्था रहेको छ। त्यस कारणले गर्दा यहाँ बालाजु 22 धारामा चाहिँ तपाईँको जनैपुरीमा र रक्षाबन्धनको दिन एकदम मेला लाग्ने गर्दछ। यहाँ चाहिँ ठुलो मेला 22 धारा मेला भन्ने चाहिँ मेलै लाग्दछ। ल हेर्नुहोस् कति राम्रो चाहिँ दृश्य छ। ल हेर्नुहोस् त, कति सुन्दर सफा हरियाली, छाँटकाँट गरेर रुख बोट बिरुवाहरूलाई चाहिँ चिटिक्क पारिएको छन्। ठाउँ ठाउँमा डस्टबिन राखेका छन् फोहोर राख्नलाई। ल हजुरहरूलाई धेरै धेरै धन्यवाद यो भिडियो हेरिदिनु भएकोमा।